हाम्रो नेताको सादगी हेर्नुहोस्, साँच्चीकै हुई मान्छे। अरू भए कारमा आउँथे, उहाँ अटोमा आउनुभएको छ। नमस्कार। नेताज्यू, हजुरको योजना के छ? तपाईँ कुन मिडियाबाट हो र? म ड्याङडुङ्गे खबरबाट। ल भित्र पनि थाहा भइहाल्छ नि। नमस्कार नेताज्यू। नमस्कार। नेताज्यू, हामी दुईटै दाजुभाइ आयौँ त हजुरको समर्थनको लागि। मेरो लागि मात्रै होइन, हामी सबैको लागि हो। टेक्नोलोजी शासन चलाइरहेको यो तानाशाह सरकारलाई हल्लाउनुपर्छ। अब हामी डराउने होइन, यसलाई जराबाट उखाल्न थाल्नुपर्छ। नेताज्यू, प्रत्येक घरबाट दुई दुईजनाका दरले आएका छन् नि। हो, यसरी नै आउने हो भने बल्ल आन्दोलन ठुलो देखिन्छ र खतरा हुन्छ। नेताज्यू, हामी दुई दाजुभाइ नै आयौँ, हजुरको घरबाट खै त आएको। अगाडि हजुरको परिवार र साथसाथै हामी पनि हुन्थ्यौ, झनै राम्रो देखिन्थ्यो। अनि नेताज्यू, हजुरको छोराछोरी त विदेश छन् नि, होइन र? के हो नेताजी, जहिले पनि जनताको छोराछोरी मात्र मर्ने? सुविधा चाहिँ केही नदिने? बोलाउनु हजुरको परिवारमा। एकछिनै भाइ, ओ भाइ, यता आऊ। होइन भाइ, कस्तो मान्छे बोलाएको, बाटो रहेछ। मोबाइल जनताका छोराछोरी मर्दा केही भएन। जब आफ्नो परिवारमाथि प्रश्न उठ्यो, नेताजी कुले लाम ठोक्नुभयो।